नमस्कार जोजोलापा हजुर सबैजनालाई स्वागत छ साईश्रीको भिडियोमा। आज भने हामी मिरिकतर्फ जाँदैछौँ अनि जाँदा जाँदाको दृश्य हजुरहरूलाई भिडियो मार्फत देखाउँदैछु है। अनि आज चाहिँ म तपाईँहरूलाई बाटोकै मात्रै भिडियो देखाउँछु। कतिजना चाहिँ अब यो बाटो भएर जानुभएको छैन नि त है, अनि तपाईँहरूलाई कतिजना चाहिँ कस्तो छ होला बाटो भन्ने भइरहेको होला नि त मनमा है। एकदम बाटो चाहिँ एकदम दामी छ साथीहरू। अनि आज वेदर पनि एकदम दामी भइरहेको छ। अनि हामी भने आज मामाको घर जाने भनेर चाहिँ गएको नि त। अन्त जाँदा जाँदाको नजारा है। लु अहिले भने हामी चाहिँ कहाँ पुग्यौँ भने चाहिँ सिंहबोली पुग्यौँ। अनि सिंहबोली चाहिँ यो फाटक हो है साथीहरू। अन्त सिंहबोलीको फाटक अनि अब फेरि उकालो लाग्यौँ त मामाको घर एकछिन जाने, दादाकोमा पनि जाने, सबै जग्गा जाने। अनि आज चाहिँ एकदम टाइम पाएको बेलामा चाहिँ हामी चाहिँ गएको नि त हो साथीहरू। अनि नजारा पनि एकदम दामी भइरहेको छ। अनि यहाँको चाहिँ मलाई यो रुख चाहिँ एकदम दामी मनपर्छ नि त। यहाँनिर चाहिँ बाँदरहरू पनि हुन्छ है सधैँ। अनि बाँदरहरू पनि हुन्छ, हामी बाँदरहरूलाई के दिएर चाहिँ उकालो जान्छ नि त साथीहरू। अनि अहिले चाहिँ जाँदैछौँ हामी उकालो। अनि तपाईँहरूलाई पनि एक नजर देखाइदिएको। तपाईँहरूलाई चाहिँ मेरो मावरी जाने बाटो चाहिँ कस्तो लाग्यो साथीहरू कमेन्ट गर्नुहोस् ल। ल है पट्टापट्टि कमेन्ट गर्नुहोस् ल तपाईँहरूले। लु साथीहरू अब अरू त के देखाउनु होइन, बाटै देखाउँछु तपाईँहरूलाई चाहिँ। म उता पुगेर पनि फेरि भिडियो चाहिँ बनाउँदिनँ, बाटोकै बनाइदिने हो गाइस। आज चाहिँ बाटोकै भिडियो मात्रै हो। सो गाइस अहिले चाहिँ अब जाँदैछु। अनि यहाँ चाहिँ म पुगेँ भनेर चाहिँ तपाईँहरूलाई चाहिँ भन्दै गर्छु नि त। फेरि कतिजना त बाटै मात्रै पठाएछ भन्छ नि त है। सो गाइस अब पुग्नु त अलिक समय छ हो। पुगेर पनि त्यहाँ घरको भिडियो चाहिँ म बनाउँदिनँ हो, किनभने कतिजना चाहिँ अक्वर्ड फिल गर्नुहुन्छ नि त है। म चाहिँ त्यस्तो गर्नु मन पर्दैन नि त, सोधेर मात्रै भिडियो गर्नु मनपर्छ नि त हो। अन्त आज चाहिँ सोचेँ कि बाटोकै भिडियो मात्रै गरिदिनु पऱ्यो, जेसुकै होस् भनेर चाहिँ एक झलक चाहिँ बाटोकै भिडियो गरिदिएको आज है। तपाईँहरूलाई एकदम वेलकम टु माई बाटोज भिडियो भनेको जस्तो भइसक्यो साथीहरू आज चाहिँ हो। बाटोकै भिडियो मात्रै छ, तपाईँहरूले मन पराएर हेरिदिनु। तपाईँहरू मिरिकपट्टि जानुभएको छैन भने चाहिँ बाटो एकदम दामी छ साथीहरू। तपाईँहरू स्कुटी बाइकमा पनि जानु सक्नुहुन्छ है। एकदम बबालको बाटो छ। अनि एकदम घाम लागेको बेलामा गयो भने झन् मजै मजा साथीहरू हो। फोटो पनि खिच्नु मजा आउँछ, भिडियो गर्नु पनि मजा आउँछ। भन्दा भन्दै हामी चाहिँ अब लगभग चाहिँ मामाको घर चाहिँ पुग्नु आँट्यौँ गाइस है। यहाँ हेर्नुहोस् है, वरिपरि तपाईँहरू हेर्दै जानुहुन्छ। यहाँ माथि तपाईँहरू देख्नुहुँदैछ धुप्पी, त्यो जग्गामा चाहिँ म पुग्नुपर्ने हो गाइस। अब याद भएर अड्कल काट्नु भएर तपाईँहरूले मेरो मामा घर चाहिँ कता हो भनेर यो बाटो हिँड्नु हुने मान्छेले चाहिँ होइन। सो म तपाईँहरूलाई एक्ज्याक्ट लोकेसन पनि बताउँदिनँ होइन। लु है कतिजनाले चाहिँ बताउने रहेछ, तपाईँहरूलाई अड्कल काटेर भन्नु सक्नुहुँदो रहेछ, कमेन्ट गर्नुहोस् ल। यहाँ है तिम्रो मामाको घर भनेर छ। लु है साथीहरू, मलाई चाहिँ यो बाटो एकदम मजा लाग्छ कि। अन्त म सधैँ यहाँको भिडियो पनि गर्छ। अन्त आज चाहिँ तपाईँहरूलाई पनि भिडियो गरेर चाहिँ देखाइदिएको नि त हो साथीहरू। सो म चाहिँ जाँदैछु। अब मलाई त भोइस ओभर गरेकोले पनि एकदम थाक्यो हो। अब म्युजिक लगाउनु पनि के हुँदो रहेछ साथीहरू, आज फेरि ड्याङ्गै कपिराइट लगाइदिँदैछ हो। 12 वर्ष के पो बुढी रुङ्यो बुढी त जिउँदै भन्छ नि के हो त्यो उखान पनि मलाई प्रपर चाहिँ याद छैन है साथीहरू हो। त्यस्तै हुन्छ साथीहरू, त्यही भएर चाहिँ मैले भोइस ओभर गरेको। अब के भएको जति मनको कुराहरू चाहिँ सबै तपाईँहरूलाई पोखाइदिएको छु नि हो गाइज। अब उखान जाने पनि नजाने पनि आई लभ मिरिक लेखेको पनि चाहिँ आइपुग्यो। यो चाहिँ भ्यू पोइन्ट हो साथीहरू। यहाँको चाहिँ म तपाईँहरूलाई टक्कै भ्यू पोइन्ट हो भनेर चाहिँ बताइदिन्छु साथीहरू है। सो यस्तो हुन्छ। अनि भोइस ओभर गर्दा पनि के बोलिरहनु पर्ने छैन साथीहरू। अन्त अब गीतहरू पनि त कपिराइट लाग्छ, यसो गर्नु त कपिराइट लाग्छ। बरुभन्दा बेटर चाहिँ जे पायो त्यही बोल्यो बस्यो रहेछ हो साथीहरू। सो यस्तो कुराकानी चाहिँ अब फेरि त्यो भ्यू पोइन्ट काटेर पनि हामी जाँदैछौँ। अनि कता जाने रहेछौँ तपाईँलाई अब यो भिडियोबाटै देखाउने छु। अब के गर्नु, यस्तै भिडियो त छ कुराकानी चाहिँ। चाहिँ भन्नु हुँदैन यो साईश्री के बिना बोलेको भनेर चाहिँ अब नबोली त उयो पनि बिक्री हुँदैन होइन त, सामान पनि होइन। थपङ्कै परेर चुप्पो लागेर बस्यो भने त मेरो सामान किन्नु आउनुहोस् भनेर किन्छ होइन साथीहरू। अन्त बोल्नु त पर्यो। अब यो पनि तपाईँहरूलाई बिक्री गरेको जस्तो हो नि त होइन साथीहरू। अब हुनु त मेरो यो बाटोकै भिडियो मात्रै छ साथीहरू। अब कतिजना त मन पराउनु हुँदैन होला। अब र पनि मेरो बोली सुनेर भए पनि एक चाहिँ
कमेन्ट चाहिँ गरिदिनुहोस् ल साथीहरू। अब के गर्नुहुन्छ, तपाईँहरूलाई पनि दुःखै छ, मलाई पनि दुःखै छ। मलाई त अब बोलेको गर्नुपर्ने मेरो यो भिडियो बिकाउनुको लागि होइन साथीहरू। अब तपाईँहरूले पनि हेरिदिनै पर्यो म बेसी बोलेर होइन। अब यस्तै छ कुराकानी। अनि अब चाहिँ केही छैन भन्नुपर्ने, मेरो बात पनि तुऱ्यो साथीहरू। अब यो भिडियो पनि अन्त आइपुगिसक्यो भिडियोको है। भिडियोको अन्त चाहिँ म कहाँ गर्नेछु तपाईँहरूले हेर्नुहोस् है, एकदम दामी जग्गामा चाहिँ म भिडियोको अन्त गर्दैछु अहिले भने। लु है, तपाईँहरूलाई साह्रै मनमा कटक कटक भयो होला, यो केटी चाहिँ कहाँ चाहिँ गएको, केही बिना बोलेको भनेर साथीहरू। अब चाहिँ म सौरेनी बजार पुग्नु आँटेँ है साथीहरू हो। अन्त म सौरेनी बजारको मन्दिरको त्यहाँनिर पुगेर चाहिँ भिडियो अन्त गर्नेछु होइन। अब के गर्नु, पहिला त गीत लगाएर मजाले बनाउँथेँ नि, अब त्यो पनि बनाउनु पाइएन हो। सो साथीहरू अब चाहिँ म पुग्न आँटेँ साथीहरू। फाइनली म पुगेँ सौरेनी बजार। अनि यहाँ चाहिँ मन्दिर छ, मन्दिरको दर्शन गरेर चाहिँ तपाईँहरू पनि यो भिडियोदेखि बाई बाई भन्नुहोस्, म पनि बाई बाई भन्छु। थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।